हेलो एन्ड नमस्ते वेलकम माई मेन ब्लग। आज चाहिँ मेरो छोराको जन्मदिन भएको हुनाले हामी चाहिँ मन्दिर गयौँ। बाबुलाई मन्दिरमा ढोग गराइसकेपछि चाहिँ नानीले पनि दियो बालेर आरती गर्दैछ। नानीले आरती गरिसकेपछि चाहिँ देवर बाबुलाई नरिवल फुटाउन लगाएको। नरिवलभित्र त यस्तो डल्लो पो रहेछ, यो भयो भने चाहिँ के हुन्छ अनि किन यस्तो हुन्छ, राम्रो हुन्छ कि नराम्रो हुन्छ, कमेन्ट गरिदिनु होला साथीहरू। नरिवल फुटाइसकेपछि चाहिँ माताको हातबाट बाबुलाई टिका लगाइदियौँ अनि आशीर्वाद पनि दिनुभयो। ह्यापी बर्थडे ला यता जय गुरु गणपतिको प्रसाद सधैँ सुख शान्ति होस्, रोग नलाओस्। मेरो बाबुको जन्मदिनको धेरै धेरै शुभकामना। बाबु ज्ञानी हुनु, धेरै पढ्नु, नरिसाउनु, भगवान् सधैँ दाहिने रहनु है। भाइलाई जय गुरु गणपतिको प्रसाद सधैँ सुख शान्ति होस्। बाबु गरेको काम बर व्यापार बिजनेस धेरै उन्नति प्रगति होस्। कसैले हेर्न नसक्नु, भगवान् नहेर्नु। मोबाइलभित्र किरा आएको छ ल, आँखा बन्द हुन्छ फेरि है। आशीर्वाद लिइसकेपछि फोटोहरू पनि खिच्यौँ अनि यतिकैमा मेरो भ्लग पनि सिद्धिन्छ। बाई बाई।